हेलो साथीहरू, नमस्कार साथीहरू। बुहारी सिरियल त हिजो नै अपलोड पनि भइसकेको छ, तर बुहारी सिरियलमा के हुन लाग्यो साथीहरू? श्रुति र मालतीका केहीलाई रामले अब म मार्छु भनेर खुकुरीले काट्न खोज्दाखेरि रामलाई कसले चाहिँ फोन गर्यो होला त साथीहरू? राम र कमला किन काठमाडौँ जान खोजे होला? उत्सुकतापूर्वक सिद्धियो त साथीहरू बुहारी सिरियल। के हुन लाग्यो त साथीहरू? रामले कहिले बेड सेयर नगर्ने कमला मुनासँग, नगर्ने मान्छेले पनि कमलासँग बेड सेयर गरे। साथै कमलाको माइतमा पूजा छ भनेर रामलाई नबोलाइकन पनि ससुराली भनेर म हजुरहरूको छोरा जत्तिकै त हो नि भनेर राम गए। के हुन चाहिँ लाग्यो साथीहरू? यस्तो रमाइलो हुँदै जाँदैछ त साथीहरू बुहारी सिरियल पनि। दुर्गा आमालाई छुटाउन भने मुनाको दाइ पनि लागि परेर छुटाउनु पर्छ भनेर लाग्नु भएको छ, किनभने उहाँहरूको सम्पत्ति सबै धितो राखेर दुर्गा आमाले सबै खुवाइसकेको रहेछ र उहाँहरूले रामको दाइले तिर्न नसक्ने भएको कारणले दुर्गा आमालाई छुट्टाउनै पर्छ भनेर राम भएकोमा पनि जानुभएको देख्न सकिएको थियो साथीहरू। रामले भने उहाँको कुरा सुनेको नसुनै पनि हुनुभएको पनि देख्न सकिन्छ साथीहरू। साथै मालती काकीको घरमा बसिरहेकी श्रुतिलाई पनि रामले घर यहीँ छ लुहिन, घर सम्हाल, हामी काठमाडौँ जाँदैछौँ कमला र म भनेर पठाएको, लिएर गएको पनि देख्न सकिएको थियो साथीहरू। के हुन लाग्यो त अब बुहारी सिरियलमा? कमेन्ट गर्नु है त साथीहरू। हजुरहरूलाई के लाग्छ कमेन्ट गर्नु। हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने पनि सब्सक्राइब गर्न नभुल्नु होला साथीहरू। लाइक गरिदिनु होला, कमेन्ट, सब्सक्राइब प्लिज।